क्विन्सेल इलंगेटेड फिंगर लाइक दुईटा अर्डर सेट टेक फिगर फोटोग्राफ पिक्चर दुईतिर हेर दुईटा निकालेको छ त यतापट्टि माथि एउटा निकालेको छ तल क्विन हुन्छ अब तिमीले अब बिर्सिन्छ ठुलो फोकस मिलेन भिडियो बनाऊ स्क्रिनशट खिच्नु के खिचौँ यो ब्रोड अगाडि उठेको जति ड्रोन हैन सर उठेको ड्रोन हो त त्यसमा छैन नि त ड्रोन थाहा पाउनलाई हातमा लाग्नुपर्छ के होइन थाहा पाउनु यति फरक छ अब ड्रोन हेर्नुहोस् यति ठुलो हुन्छ ड्रोन यति ठुलो हुन्छ ओर्कर यस्तो हुन्छ अब रानी यस्तो छैन त्यही भएर सेल छ यी सब ड्रोन हो मजाले मिल्यो यसरी छोप्नु न किन डराउनु एउटा दुइटा गोजी हालेर अनि मौतले बाहिर टोकिहाल्यो भने फाइदै हुन्छ नोक्सान हुन्छ सबै त्यही यसो सानो छ किपेसन हो त्यसमा उ हुँदैन जस्तै सिलहरु यो लेभलमा ल्याउने अझै अलिक थप्दैछ माथि थप्दैछ अब माथि मौरीले टपमा सिल गरेको छ हनी सिल छ टपको केही रोजहरू हनी सिल हुन्छ जस्तै यहाँ तपाईँ हुन्छ भने यो चाहिँ हनी सिल छ हेर्नु पातलो मसिनो लेयर छ क्यापिङ गरेको छ नि यो माथि टपमा हनी हुन्छ हनी पछाडि वर्कर हुन्छ साइडमा पनि एउटा साइड हुन्छ यो त ब्रुड लेटरली हुन्छ यो मतलब मेलहरू अनि क्विन सेल चाहिँ नर्मल क्विन सेल चाहिँ लेटरल मार्जिनमा हुन्छ कि तलपट्टि समातेर हेर न एउटा ड्रोन हो त्यो ड्रोन हो कि ड्रोन र पोर्टमा चिन्दैन हाम्रो रानी अहिले देखाएको छैन रानी छैन ड्रोन हो त्यो ठुलो होइन पोइन्टेड तपाईँको पोइन्टेड हुन्छ नि बडी एब्डोमेनै बक्स जस्तो हुन्छ क्या ड्रोन त समातेर हेर्नु सक्छ ड्रोन त समातेर सक्छ ड्रोन समातेर हेर न ड्रोन समाते हो तिमीले ड्रोन हैन नि त पुग्ने काम नगरे ड्रोनले के गर्छ टोक्छ पुरै मौरले माछा खाना स्वादै हैन नि त जो चीज स्वाद हुन्छ नि त्यसले शरीरलाई नोक्सान दिन्छ जो चीज स्वाद हुन्न त्यसले कहिले नोक्सान दिँदैन हनीले नोक्सान दिन्छ भनेपछि औषधिले हनीले कहाँ नोक्सान दिन्छ अनि त्यसबाट स्वाद हुन्छ त तर सुगर सिरप पनि खुवाउँदै हुन्छ क्या सुगर सिरप त खुलाउनै पर्यो नि अफ सिजनमा यहाँ रहेछ त्यो एक्सप्लेन हो यो हामीले कस्तो गर्छौँ भने जस्तो सिजन नजिक आउन लागेछ भने मौरलाई धेरै बनाउँछौँ सिजन जान लागेछ भने मौरलाई फेरि कमजोर बनाउँछौँ किनभने काम नगर्ने मान्छेलाई लेबर प्र्याक्टिकल गरेको बजिङ गरेको हेर न के प्र्याक्टिकल भने के हो वो भुँ गरिरहेको थियो यो उठाउ न यो साथीहरु यो चाहिँ भाले भयो भाले अनि यो चाहिँ क्वीन यो कसले भाले कता बन्छ भन्दा चाहिँ साइड साइडमा बन्दो रहेछ हैन बिचमा भाले उठेकै हुन्छ बिचमा पनि बन्छ कति धेरै ड्रोनहरु रहेछ यहाँ त त्यतिकै पाल्नु पर्यो तिमीलाई लिएर यहाँ पनि कुन छ लिएर हुन्छ गरे त्यो भाँचिहाल्छ हैन त्यस्तो हुँदैन तिमी हेर्न सक्छौ त्यसरी अनि निकालेर अस्ति भागेको हैन तिमी कस्तो टास्क बजिङ गरे एउटा टोकम भाले सबै देख्यो हैन ड्रोन सबै देख्यो नि यसको 20 पेज मिलाउँदा के भयो यहाँ हेर्नुस् त
सर एउटा यस्तो पनि रहेछ जस्तै हामीले यो यहाँको स्पेस र मुनिको स्पेस बराबर भनेको नि त यो हाइटमा चाहिँ त्यस्तो जस्तै यहाँको बी स्पेस र यहाँ मुनिको स्पेस छ नि यो फ्रेमको मुनि त्यो अलग हुनै पर्छ क्या, नत्र भने त रानी घुम्न पाउँदैन नि त। रानी आउने जाने बाटो त चाहियो नि। टोकाउँछु भने नि टोकाउनु त। हजुरको यति हो अब होइन। पुलिस कति लागेर चाहिँ यति हो। मौरीसँग खेल्न पाइयो नि त। यिनीहरू अर्कोमा जानु प्रत्येक विद्यार्थीले एउटा हाइपको एन्ट्रान्समा हेरेर 2-3 मिनट खर्च गर, फोटो लिग, अनि त्यसको अब्जर्भेसन गर, पोलेन ल्याएको मौरी हेर, अनि मौरीले के गरेको छ प्रत्येक चाहिँ एन्ट्रान्समा हेर। खर्यो एकैजना विद्यार्थी पोलाइटली है त्यो खोल्न परेन हाइप, ठ्याक्कै अगाडि बस्नु हुन थाहा छ होला नि त। ठ्याक्क साइडबाट हेर्ने किन भन्दा त्यहाँ अपोजिट बसेर हेऱ्यो भने स्टिङ गर्छ है, गाडबी हुन्छ। गाडबीको डाइरेक्ट अगाडि बस्यो भने चन्द्रिका ठ्याक्क अगाडि बसेको थियो खैले मैले उनी देखिदैन तिनीले ल्याएर आएको बोले नि लिएर आएको छैन अहिले, एउटा दुइटाको मात्र होला एउटा पक्कै गयो पोलिन ल्याएर आएको। यिनीहरू तल बसेको गार्ड हुन्। गार्ड न यार, गार्ड बी नै होला। कसरी चिन्ने गार्ड बी? गार्ड बी सबैभन्दा पुरानो हुन्छ अरे।